ल दीपक दाइ सुरु गरौँ न त हाम्रो उखान टुक्का फेरि सुरु गर्नु गर्नु न गर्नु गर्ने हो गर्ने हो मेरो एउटा साथी छ क्या धेरै घमण्डी छ क्या एउटा साथी म जहिले पनि घमण्डी कुरा गर्छ अस्ति त मलाई घमण्ड देखाएर के भनेको ए मैले त नर्ससँग बिहा गरेँ अरे साला ठिक्क परेछ सालेलाई त्यसको बुढीको सधैँ नाइट ड्युटी पर्छ अरे यसलाई दखल परे जस्तो छ मोहन गएर एकजनालाई सोधेछ क्या रोडमा गएर क्या कहाँ लानु उभिरहेर छ बस पार्कमा दाइ कति टाइम भयो भन्दो रहेछ क्या अन्त फेरि सोधो त्यो बोल्दैन फेरि मोहन दाइ कति टाइम भयो साला 3 पल्ट बोलिसक्यो त्यसले टाइम भन्दैन अनि म गएर सोधेँ क्या त्यसलाई मोहन गइसक्यो रिसाले अनि के भाइ तिमीसँग घडी छ किन नभनेको भनेको के भन्छ त्यो कि मैले कुनै खानु छ भन्छ त्यो साले पनि भगभगेर छ क्या अनि मोहनको अगाडि त्यसले 5 बजे भनेको कुर्दैन यसले मलाई जिस्क्यायो भने भैँसी किन्नु न बडा घाँडो भएको छ क्या मलाई मै खानालाई गर्लफ्रेन्ड बनाउनु पर्ने रहेछ म चाहिँ घरमा भैँसी पालिदिनु किन्नु दुधको अब लाग्छ